नमस्कार अनि हार्दिक स्वागत छ रेडियो कार्यक्रम बाल कचहरीमा म मोहन साईका तर्फबाट। बाल कचहरी रेडियो कार्यक्रम सामुदायिक रेडियो त्रिवेणी एफएम 94.4 मेगाहर्जबाट यहाँहरूले हरेक हप्ताको मङ्गलबार र शुक्रबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र साँझ 5:30 देखि 6 बजेसम्म सुन्न सक्नुहुनेछ। यसै गरेर यो रेडियो कार्यक्रम यहाँहरूले डङराको सुदूर आवाजबाट पनि सुन्न सक्नुहुनेछ। त्यसैगरी यो कार्यक्रम बुधबार र शनिबार बेलुकी 4:30 बजेबाट 5 बजेसम्म पुनः प्रसारण समेत हुनेछ। सामुदायिक रेडियो त्रिवेणी एफएमको आधिकारिक वेबसाइट त्रिवेणीन्यूज.com, फेसबुक पेज र युट्युब च्यानलबाट समेत यो कार्यक्रम हेर्न सुन्न सक्नुहुनेछ। वर्ल्ड भिजन र सिड नेपालले डोटीका 4वटा पालिकाहरूमा बालबालिकाका क्षेत्रमा बाल संरक्षण तथा स्पोन्सरसिप कार्यक्रम लागू गरेको छ। दिपाल सिलगढी नगरपालिकाको वडा नम्बर 2 र 9, आदर्श गाउँपालिकाको वडा नम्बर 6 बाहेकका सबै वडा, त्यसै गरेर साल गाउँपालिका, पूर्वी चौकी गाउँपालिकाको वडा नम्बर 1, 2 र 3 मा यो कार्यक्रम लागू भएको छ। हामी यी सबै वडाहरूमा स्थलगत रूपमा गएर बालबालिकाहरूका समस्या के छन् र बालबालिकाहरूका सवाल के छन्, ती सवाल कसरी सम्बोधन गर्न सकिन्छ, जनप्रतिनिधि, बाल क्लबका प्रतिनिधि, त्यसै गरेर सरकारवालाहरूसँग छलफल तथा बहस गर्नेछौँ। आज भने हामी डोटीको सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध मन्दिर शैलेश्वरी मन्दिरको प्राङ्गणमा छौँ। आजबाट यो बाल कचहरी कार्यक्रमको प्रारम्भ गर्दैछौँ। जिल्ला स्तरमा यसका सवालहरू कस्ता छन् र यी सवालहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर आज यो कार्यक्रममा हाम्रा अतिथिहरू हुनुहुन्छ। जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह, त्यसै गरेर डोटीका प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, त्यसै गरेर जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक डिएसपी भीमलाल भट्टराई, त्यसै गरेर अल्पकालीन सेवा केन्द्र डोटीका प्रमुख वन्दना बम, नेपाल पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बम, त्यसै गरेर सिड नेपाल डोटीका बाल संरक्षण अधिकृत दीपिका बोहरा, त्यसै गरेर जिल्ला बाल समितिका पूर्व अध्यक्ष निशा मलासी, जिल्ला बाल समितिका वर्तमान उपाध्यक्ष अर्जुन साउद लगायतका उपस्थिति यो कार्यक्रममा रहनु भएको छ। त्यसै गरेर यो कार्यक्रममा पप माध्यमिक विद्यालयका भाइ बहिनीहरू सहभागी रहनु भएको छ। यो कार्यक्रममा हामी खुला छलफल गर्नेछौँ र यो खुला छलफलमा बालबालिकाका सरोकारहरूका विषयमा सवालहरू गर्नेछौँ र यो कार्यक्रममा सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै म सर्वप्रथम सिड नेपाल डोटीका बाल संरक्षण अधिकृत म्यामलाई यहाँ निम्ताउन चाहन्छु र आफ्ना कुराहरू यो परियोजनाले के कस्ता गतिविधिहरू गरिरहेको छ र सवालहरू के पाइरहनु भएको छ त्यो विषयमा केही कुराहरू राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु। बालबालिका सम्बन्धी नै कार्यक्रमहरूलाई हामीले विशेष फोकस गरिरहेका छौँ। बालबालिकाको अधिकारहरू के हुन्, बाल संरक्षणका मुद्दाहरू, इस्युहरू के छन्, त्यसबारेमा हामीले छलफल गर्दै उहाँहरूको क्षमता विकास गर्ने र बालबालिकाका समस्याहरू हामीले भेट्टाएका अहिलेसम्म हामीले पाएका छौँ कि बालबालिकाहरूको बालविवाह सबैभन्दा प्रमुख रहेको छ। बालविवाहको साथसाथै कुनै कुनै हाम्रो दिपाल सिलगढी नगरपालिकामा बाल श्रमको पनि समस्याहरू देखिएको छ। त्यसै गरी छाउपडीको समस्याहरू पनि देखिएको छ र हामीले यो कार्यक्रमहरू जो यस्ता समस्याहरू छन् जो बालबालिकाहरूले भोगिरहेका छन्, यस्ता समस्याहरूलाई समाधान गर्न, न्यूनीकरण गर्नको लागि हामीले प्रत्येक वडा स्तरमा बाल अधिकार समितिहरू बनाएका छौँ। त्यसै गरी हाम्रो स्थानीय स्तरमा पनि बाल अधिकार समितिहरू छन्। बाल अधिकार समितिले पनि बालबालिकाका सवालहरूलाई सम्बोधन गर्ने, त्यसै गरी प्रत्येक पालिकामा बाल कोषको पनि स्थापना गरिएको छ। समस्यामा परेका, हिंसामा परेका, जोखिममा रहेका बालबालिकालाई बाल कोषबाट पनि सहयोग गर्ने गरिएको छ। त्यसै गरी हामीले धर्मगुरुहरू, हाम्रा धर्मगुरुहरू, धामी झाँक्रीहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले बालबालिकाका समस्याहरूमाथि समाधान गर्नको लागि धर्मगुरुहरूलाई पनि परिचालन गरिरहेका छौँ। त्यसै गरी हामीले बाल क्लबहरूका भाइ बहिनीहरूलाई पनि बाल विवाहमा सहभागी गराउनको लागि, बाल विवाह हटाउनको लागि बालबालिकालाई नै अगाडि हुनुपर्छ भन्ने उद्देश्यका साथ बाल क्लबहरू पनि हामीले परिचालन गरिरहेका छौँ, जस अन्तर्गत सडक नाटकहरू होइन अनि हामीले क्याम्पेनहरू, शिविरहरू सञ्चालन गरिरहेका छौँ। त्यसै गरी हामीले प्रत्यक्ष रूपमा सहभागी भएर हैन मनोसामाजिक समस्या भएका बालबालिकाहरूलाई पनि परामर्श गर्ने, त्यसैगरी उहाँहरूको क्षमता विकास गर्ने, बालबालिकाहरूलाई जस्तो यो
अनलाइन सुरक्षाका कुराहरूमा पनि उहाँहरूलाई क्षमता विकास गर्ने, त्यसबारेमा समुदायमा फेरि गएर अवेरनेसका कार्यक्रमहरू, जनचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने यो कार्यक्रमहरू हामीले गरिरहेका छौँ। यसको साथसाथै हामी स्पोन्सरसिप अन्तर्गत पनि हामी बालबालिका र हाम्रो स्पोन्सरसँगको हाम्रो अनुभवहरू सेयरिङ गर्ने, आदान प्रदान गर्ने, जानकारीहरू उहाँहरूसँग भेटघाट गर्ने, चिनजान गर्ने कार्यक्रमहरू पनि भइरहेको छ। धन्यवाद बुवारा म्याडम। उहाँले सिड नेपालले गरिरहेका गतिविधिहरूका विषयमा जानकारी दिएर जानुभएको छ। अब भने म जिल्ला बाल समितिका उपाध्यक्षज्यूसँग केही कुराहरू राख्न चाहन्छु। यहाँहरूले काम गर्ने क्रममा बालबालिकाका सवालहरू कस्तो भेटाउनु भएको छ र यहाँहरूले स्थानीय तहमा कस्ता गतिविधिहरू भएका छन्, बालबालिकाका सवालमा योजनाहरू कस्ता बनिरहेका छन्, नीति निर्माण तहमा तपाईँहरूले कस्तो अभ्यास गरिरहनु भएको छ, बाल क्लबहरूले कस्तो भूमिका खेलिरहनु भएको छ, यस विषयमा केही कुराहरू राखिदिनु हुनका लागि म बाल क्लबका जिल्ला उपाध्यक्ष अर्जुन साउज्यूलाई हार्दिक अनुरोध गर्दछु। मैले देखेअनुसार चाहिँ बालबालिकाहरूको अहिले प्रमुख समस्याका रूपमा रहेको भनेको एउटा सोसल मिडिया पनि छ, सँगै चाहिँ बाल विवाह भइहाल्यो। अनि बाल विवाह, सोसल मिडिया, दोस्रो कुरा अब चाइल्ड ड्रग्स एडिक्सन पनि छ चाइल्डहरूमा। बाल क्लबमा रहेर लामो समयदेखि काम गर्नुभएकी बाल क्लबकी पूर्व अध्यक्ष निशा मलासी हुनुहुन्छ। म उहाँसँग बाल बालिकाका क्षेत्रमा कस्ता सवालहरू डोटीमा यहाँले देख्नुहुन्छ त्यो सम्बन्धी म के कुराहरू राखिदिनको लागि हार्दिक अनुरोध गर्छु। अहिलेको वर्तमान स्थिति हेर्ने हो भने चाहिँ पहिलेको भन्दा धेरै सुधार भइसकेको छ। अहिलेका मान्छेहरू धेरै शिक्षित अनि चेतनामुखी भइसकेका छन्। यस्तो हुन्छ। अब अहिले रिसेन्टको सुझाव हेर्ने हो भने सकभर के अरे स्थानीय तहहरूले राम्रो काम गर्दै आएको छ, तर योमा पनि यो स्थानीय तहलाई के अरे राम्रो बनाउन, सुधारको अगाडि लग्न, बाल विवाह मुक्त बनाउन, बाल शोषण मुक्त बनाउन, सबै कुराहरूमा के अरे बालबालिकालाई सही तरिकाले होस् भन्न पुर्याउन चाहिँ एउटा उनीहरूको घरको गार्जेनहरूलाई केही तालिमहरू, केही के अरे यो जनचेतनामूलक चाहिँ दिनु आवश्यक छ। त्यस्तै व्यवहारहरू चल्ने हो। अहिलेको बच्चाहरू सुसाइडतिर बढी किन जान्छन् यो कुराहरू कसैले पनि भन्दैन घरमा। जस तपाईँको विचारमा चाहिँ सामाजिक सञ्जालको दुरुपयोग भएर चाहिँ के समस्याहरू बालबालिका क्षेत्रमा देख्नुहुन्छ तपाईँले? हो, त्यो चाहिँ मलाई सबैभन्दा प्रमुख नै लाग्छ। अब यसपछि म हाम्रो सिडिसी डोटीका मिल अधिकृत हुनुहुन्छ, उहाँले लामो समयदेखि सिडिसी डोटीले बालबालिकाको क्षेत्रमा, शिक्षा क्षेत्रमा काम गर्दै आएको छ। म विशेष गरेर उहाँहरूको काम गरेको अनुभवका आधारमा डोटीमा बालबालिकाहरूका के कस्ता समस्याहरू छन्, सवालहरू के छन् र त्यसका समाधानका लागि तपाईँ, हामी नागरिक संस्थाहरूले, सरकारवाला निकायहरूले के भूमिका निर्वाह गर्नुपर्छ? विभिन्न किसिमका समस्याहरू समुदायतिर बालबालिकाहरूको क्षेत्रमा पनि देखिरहेका छन्। जस्तै कि अब सोसल मिडियाका कुराहरू आए, त्यसपछि गएर यो सिजनल माइग्रेसनका कुराहरू आए, अनि त्यसपछि गएर यो बाल विवाह भनौँ, बाल विवाह विशेष गरेर भन्नाले अहिले मागी विवाहभन्दा पनि भागी विवाहको परिपाटी बढी भएको एउटा चुनौतीहरू देखिन सक्छन् भने त्यस्तै गरी बालबालिकाहरूको उमेर अनुसारको क्लासहरू मिलेर पनि बालबालिकाहरू बढी उमेरको हुने, अनि बालबालिकाहरूको सिकाइ चाहिँ त्यति राम्रो नभएर उहाँहरूले चाहिँ बढी उमेरको भएर पनि कम कक्षामा उहाँहरूले अध्ययन गरिराख्दाखेरि उहाँहरूलाई हेजिटेसन फिल भएर उहाँहरूले चाहिँ कक्षाहरू छोड्ने, दोहोऱ्याउने समस्या पनि एकदम समस्याको रूपमा रहेको छ भने अर्को चाहिँ यो रोजगारी नभएर अथवा घरको मुख्य आय स्रोत नभएर बालबालिकाहरूले चाहिँ बिचैमा भनौँ न, साथीहरूको लहलैमा होस् अथवा घरको परिस्थितिले गर्दाखेरि होस्, उहाँले चाहिँ बिचैमा चाहिँ विद्यालय छोडेर चाहिँ इन्डियातिर जाने अथवा आफ्नै सहरका अलिकता भनौँ न होटेलहरूतिर गएर काम गर्ने, यो एउटा चुनौती रहेको छ। यही माझमा हामीसँग पत्रकार महासङ्घ डोटीका अध्यक्ष प्रकाश बम हुनुहुन्छ। लामो समयदेखि डोटीमा पत्रकारिता गर्दै आउनुभएको छ। यहाँले अहिले भर्खरै पनि बाल क्लबमा काम गरिरहनुभएका भाइ बहिनीहरूको कुराहरू पनि, अनुभव पनि सुन्नुभयो। त्यसै गरेर सिडिसी डोटीका पनि केही अनुभवहरू सुन्नुभयो। तपाईँले पत्रकारिता गर्दै गर्दा डोटीमा के कस्ता सवालहरू देख्नुभएको छ बालबालिकाका क्षेत्रमा? यसलाई समाधान गर्नका लागि
कसले के पहल गर्नुपर्छ संक्षिप्तमा यहाँले आफ्ना कुराहरू राख्न अनुरोध गर्दछु। धन्यवाद मोहन सर। जुन यो बाल कचहरी छ यो कार्यक्रममा उपस्थित सम्पूर्णमा सर्वप्रथम त नमस्कार छ र यो कार्यक्रमको शुभकामना पनि म व्यक्त गर्न चाहन्छु। हामीले पत्रकारको आँखाबाट हेर्दाखेरि विभिन्न यहाँ वक्ताहरूले बोलिरहेको कुरा सुन्दाखेरि जिल्लामा पछिल्लो समय विभिन्न सङ्घ संस्था यहाँका राजनीतिक दल होला र सरकारी सङ्घ संस्थाहरूले कार्य नगरेको भन्ने होइन, काम चाहिँ गरिरहनु भएको छ। काम गरिरहँदा पनि विभिन्न सवालहरू उठेका छन्। बाल विवाहको सवाल पनि उठेको छ। डोटी जिल्लामा एउटा वडा मात्र बाल विवाह मुक्त वडा घोषणा भएको दिपालसिगरी नगरपालिका 8 को। त्यसै गरी डोटी जिल्लाभरि नै यो कार्य अगाडि थाल्नु पर्थ्यो, त्यो थालनी हुन त भइरहेको छ, तर कस्तो भने कछुवाको गतिमा भइरहेको छ। त्यसै गरी बालमैत्री स्थानीय शासन पनि घोषणा भयो, केही दिन अगाडि मात्र भएको छ। पूर्वी चौकी गाउँपालिकाको 1 नम्बर वडा यो पनि अझ तदारुका साथ अगाडि बढ्नुपर्छ भन्ने हो। अरू कुरा बाल श्रम मुक्त वडा पनि भएको छ दिसिनपाको 5 र 6 मा। तर अहिले पनि यसो हामीले हेर्दाखेरि यहाँ हामी हिँडिरहँदाखेरि यहाँका सवालहरू उठाइरहँदाखेरि पनि बाल श्रम का रूपमा प्रयोग भएका बालबालिकाहरू पाएका छन् र भेटिएका पनि छन्। त्यसै गरी सामाजिक सञ्जालको कुरा गर्दाखेरि पछिल्लो समय सामाजिक सञ्जाल निकै दुरुपयोगको रूपमा प्रयोग भइरहेको पाइएको छ। अरू कुरा बालबालिका भर्ना दरमा चाहिँ डोटी जिल्लामा राम्रो देखिएको छ मैले पनि यसो बुझ्दाखेरि, तर पढाइ गर्ने चाहिँ देखिएको छैन, किनभने माइग्रेसन निकै बढिरहेको छ। अहिले रोजगारीको सिलसिलामा भारत जाने, भर्ना गरिसकेपछि 12 महिना नपढ्ने, त्यो आफू सँगसँगै बच्चालाई चाहिँ भारतमा लैजाने गरेको भेटिन्छ र पछि चाहिँ अन्तिममा आएर एक्जाम दिने, फेल हुने, त्यसपछि फेल भइसक्यो भने मनसाय नै गिर्ने तरिकाको हुने, त्यसपछि चाहिँ पढाइलाई बिस्तारै छोड्ने। अरू कुरा रोजगारीको कुरा पनि अहिले पछिल्लो समय हामीमा एउटा बच्चाहरूमा या बालबालिका या अन्य अभिभावकहरूमा एउटा किसिमको के परिरहेको छ भने +2 भयो भने हामीले विदेश जानुपर्छ, विदेशमा गइसक्यो भने पैसा कमाउन सकिन्छ, यहाँ चाहिँ हामीले पढेर केही गर्न सकिँदैन कि भन्ने मानिस यो धेरैको मनमा चाहिँ त्यो किसिमको पर्न गएको छ। त्यसलाई रोक्नको लागि पनि कम्तीमा सरकार होला, सङ्घ होला, अहिले स्थानीय सरकार गठन भइसकेपछि स्थानीय सरकार होला, प्रदेश सरकार होला, सङ्घ सरकारले पनि यसमा विशेष जोड दिनुपर्छ जस्तो लाग्छ मलाई। किनभने विदेश जानेहरूको एउटा पीडा छ, त्यो लहलैमा गाउँघरमा अहिले धेरैले +2 पछि चाहिँ हामीले पढ्नुहुन्न कि भन्ने एक किसिमको मानसिकता धेरै मानिसहरूले बोकेका छन्। धन्यवाद प्रकाशजी। उहाँले पत्रकारिता गर्ने क्रममा बालबालिका क्षेत्रमा देखेका विभिन्न सवालहरू उठान गर्नुभएको छ। त्यसै गरेर यति बेला हामीसँग जिल्ला प्रहरी कार्यालयबाट डी साहब आउनु भएको छ। यहाँ अहिले जति पनि इस्युहरू उठे यी इस्युहरूलाई एउटा प्रहरीको नाताले कसरी समस्या समाधान गर्ने प्रयास गरिरहनु भएको छ, साथै त्यहाँ जिल्ला प्रहरी कार्यालय डोटीमा कस्ता किसिमका बालबालिकाका सवालहरू आउने गरेका छन्। धन्यवाद मोहन सर। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरू र विद्यार्थी भाइ बहिनीहरू, यो बालबालिकाको विषय अत्यन्तै गम्भीर विषय हो र यो बालबालिकाको विषय छुट्टै एउटा विषयको रूपमा भन्दा पनि अन्य विषयहरूसँग जोडिएर आउने गरेको छ। जस्तो बालबालिका कुनै हिंसामा परेको छ, कुनै अपराधको शिकार भइरहेको छ अथवा दुर्व्यसनमा परेको छ भने त्यहाँ खालको पारिवारिक वातावरण बिग्रिसकेको अवस्था हुन्छ र घरेलु हिंसा अथवा महिला, जहाँ महिलाको बढी हिंसा हुन्छ त्यहाँ बालबालिकाको हिंसा हुन पुग्छ। किनभने बालबालिकाहरू महिला अथवा आमासँग बढी सामिप्यतामा रहेको हुन्छ र आमाले त्यो पर्याप्त वातावरण अथवा उचित वातावरण नपाउने अवस्थामा चाहिँ अटोमेटिकल्ली त्यो बालबालिकाहरू उसले पाउनुपर्ने जति पनि सुविधाहरू, जस्तो प्रचलित कानुन र बालबालिका ऐन 2075 छ र त्योभन्दा अगाडि बालबालिका सम्बन्धी ऐन 2048 थियो। अब महिला हिंसा हुने बित्तिकै त्यहाँ बहुविवाहको अथवा घरेलु हिंसाको कारणले गर्दा घरमा आमाप्रति हिंसा भएको छ भने सुरुमा त्यो बच्चाको जन्म दर्तादेखि लिएर उसले खानपानको पोसिलो आहार विहारका जति पनि कुराहरू छन् त्यसैबाट नै डिप्राइभ हुनुपर्ने अथवा त्यसबाट वञ्चित हुनुपर्ने अवस्था पनि कतिपय अवस्थामा देखिन्छ। अब त्यो बच्चाको जन्म दर्ता रजिस्ट्रेसनको कुरादेखि लिएर त्यहाँ विभेद सुरु भइसकेपछि उसको हक अधिकार त्यहाँबाट वञ्चित हुनु पुगिसकेपछि त्यसपछिका कुराहरू हामी त कल्पना गर्न सक्ने अवस्थाबाट पनि टाढा पुग्न सक्छौँ।
त्यो भएको कारणले कतिपय घरेलु हिंसाको कारणले घरभित्रका समस्याहरूको कारणले बाल अधिकार हनन भएको त्यसलाई अपराधकै परिभाषाभित्र नगए पनि एउटा कर्तव्यले गाइड गर्न नसकेको अवस्था त्यो अवस्था पनि हामी कतिपय अवस्थामा देख्छौँ। त्यसका अलावा यहाँ थुप्रै पूर्ववक्ता भाइ बहिनीहरू र सरहरूले पनि व्यक्त गरिसक्नुभयो कि हाम्रो समाजमा रहेका बाल श्रमका कुराहरू घरमा बाल बालिका मध्ये पनि बालकलाई र बालिकालाई गरिने व्यवहारमा लगाइने रोल एन्ड रेस्पोन्सिबिलिटी त्यसको भूमिका र जिम्मेवारीको बाँडफाँडमा पनि एक खालको विभेद फाट्टाफुट्टा देखिन आउँछ। कतिपय कुराहरू व्यक्त भएर आउँछन्, कतिपय कुराहरू देखिने अवस्थामा रहेका छन्। त्यो खालको अवस्था छ र अहिले अब विभिन्न सामाजिक सञ्जालका कुराहरू यहाँ आइ नै सके। बालबालिकाको रहरले बालबालिकाको रहर उस्तै जबरजस्ती नभइकन मिसगाइडेड, यसलाई हामी मिसगाइडेड भन्छौँ। मिसगाइडेड भएको कारणले पनि त्यसको भिक्टिम बन्नुपर्ने, पीडित बन्नुपर्ने अवस्था छ। बालबालिकालाई असल शिक्षा र असल गाइड को जरुरी पनि कतिपय अवस्थामा नभएको र अपराधका शिकारहरू भएको, जस्तो 15-16 वर्षमा नै विवाह गरेर अथवा स्वतः विवाह गराएको त होइन, तर ऊ आफै क्राइमको भिक्टिम भइरहेको छ। त्यस्ता खालका अवस्थाहरू छन्। यो मिसलिडिङ मिसगाइडेड भएका अवस्थाहरू पनि छन्। सबैलाई नमस्कार, मेरो नाम चाहिँ आशिका धामी हो। म चाहिँ कक्षा 9मा पढ्छु। मेरो घर चाहिँ पूर्वी चौकी 3 गैरा गाउँ हो। बाल श्रम हुनको कारण चाहिँ के देख्नुहुन्छ? बाल श्रम हुनुको कारण के देख्नुभयो तपाईँले? धार्मिक विश्वासले नै धेरै उ गर्छन्। धार्मिक रूढिवादी समस्याले जस्तै छोरा वंश छोरी अंश भन्छन्। अनि छोरी धेरै भएपछि छोरा चाहिन्छ यस्तो भन्छन्। छोराछोरीमा विभेद गर्ने प्रचलन छ हैन, जसले गर्दा छोरी बालिकाहरूलाई बढी समस्या छ भन्न खोज्नु भएको। छोराहरूलाई चाहिँ स्कुल पठाउने, छोरीहरूलाई चाहिँ तिमीहरू यति ठुला भइसक्यो, तिमीहरूले के जान्नु, भाइहरूलाई पढाउनु पर्छ, यस्तो तिमीहरूले नपढे पनि भयो, तिमीहरू चाहिँ अर्काको घर जाने हो, हामीलाई पाल्ने हाम्रो छोराहरू नै हुन्, तिमीहरू के काम गर्छौ र खालि आजकल मात्र काम गर्छौ, यस्तो भन्छन्। कति राम्रो कुरा भन्नुभयो नि उहाँले हैन। अहिलेसम्म उठाएको छैन उहाँ, यतिजनाले बोल्नुभयो छोराछोरीमा विभेद हुन्छ भन्ने कुरा कसैले पनि भन्नुभएको छैन। तपाईँले नयाँ सवाल उठाउनु भयो। अरू कोही भाइ बहिनी कोही त्यस्तो के भन्न चाहनुहुन्छ? छैन? ल धन्यवाद, धेरै धन्यवाद। अब भने हामी डोटीका प्रमुख जिल्ला अधिकारीज्यूसँग कुराकानी गर्न गइरहेका छौँ। खास गरेर यहाँ उठेका यो कचहरीमा उठेका सवालहरूलाई प्रमुख जिल्ला अधिकारीका हैसियतले समाधान गर्नका लागि के पहल गर्नुहुन्छ र यहाँ डोटीमा के कस्ता समस्याहरू देख्नु भएको छ र यी समाधानका लागि तपाईँको प्रतिबद्धता के रहन्छ? धन्यवाद मोहनजी। सबैभन्दा पहिला त म लोकप्रिय रेडियो त्रिवेणी एफएमलाई धन्यवाद दिन चाहन्छु। बालबालिकाहरूले अहिले पनि शिक्षा, स्वास्थ्य र बाल अधिकारको सुनिश्चितता भएको छैन। अहिले पनि हामीले समाजमा समुदायमा जाने हो भने बालबालिकाहरू शिक्षाको अवसरबाट वञ्चित भएका छन्। विभिन्न किसिमका अवसरहरूमा पहुँच हुन सकेको छैन। स्वास्थ्य जुन हाम्रो संविधान र कानुनले स्वास्थ्य सम्बन्धी अधिकारको सुनिश्चित गरेको छ, बालबालिकाहरूको स्वास्थ्य सम्बन्धी अधिकारको पनि प्रत्याभूति भएको छैन। र यी समस्याहरू समाधान गर्नको लागि कानुनी संरचनाहरू नभएको होइन, संरचनागत व्यवस्था नभएको पनि होइन, तर यो कानुन व्यवहारमा कार्यान्वयन कति प्रभावकारी भयो भन्ने कुरो पनि आजको यो छलफलबाट प्रष्ट भएको छ। अहिले पनि समाजमा चाहे देखिने गरी होस् चाहे नदेखिने गरी होस् बाल श्रमको कुरा गर्नुहुन्छ कि अनि बाल विवाहको कुरा गर्नुहुन्छ कि विभिन्न किसिमको सामाजिक विकृति, विसङ्गति, कुरीति, कुसंस्कार जसको प्रत्यक्ष शिकार बालबालिकाहरू हुने गरेका छन्। त्यति मात्र होइन, समाजमा अभिभावकले गरेको अपराधको सजाय पनि अप्रत्यक्ष रूपले बालबालिकाहरूले भोग्नु परिरहेको छ। त्यसको सजाय जसले अपराध गर्यो अभिभावकहरूले त एक किसिमले भोगिरहेको हुन्छ, तर त्यसको असर र प्रभाव त्यो उसका बालबालिकाहरूमा उसको शिक्षा, स्वास्थ्य, अवसर लगायतका कुराहरूमा परिरहेको हुन्छ। त्यस्तै गरेर
बालबालिकाहरूलाई विभिन्न किसिमले ललाई फकाइ गरेर आपराधिक क्रियाकलापहरूमा पनि संलग्न गराउने गरेको अवस्था हाम्रो समाजमा अहिले पनि देखिएको छ। एउटा नानीले भन्नुभयो यो छोरा र छोरीमा हुने विभेद कानुनले कहीँ पनि त्यस्तो किसिमको विभेद हुने अवस्था सिर्जना गरेको छैन र कानुन त त्यस्तो विभेद गर्नु भनेको अपराध हो। तर व्यवहारमा अहिले पनि हामीले समुदायमा जाने हो भने छोरा र छोरीलाई हेर्ने दृष्टिकोण प्रष्ट रूपले भिन्न छ। अहिले पनि यहाँ हेर्ने हो भने यहाँ यो पद्म पब्लिक विद्यालयमा पढ्न आउने अधिकांश नानीहरू यो सरकारी विद्यालयमा पढ्न आउनु भएको छ। उहाँहरूको घरमा जाने हो भने भाइ अथवा बहिनी दाजु सरकारी विद्यालयमा होइन उसलाई चाहिँ बोर्डिङ अझै यहाँबाट धनगढी होइन काठमाडौँ शिक्षा दिने अवसरमा चाहिँ कति विभेद गरेका छौँ र अघि कति राम्रो कुरो गर्नुभयो त चाहिँ भोलि अर्काको घरमा जाने कानुनले अहिले सम्पत्तिमा पनि छोरा र छोरीको समान अधिकारको प्रत्याभूति गरेको छ। तर समाजमा अहिले पनि छोरा र छोरीलाई हेर्ने दृष्टिकोण चाहे त्यो अधिकार दिने कुरामा होस् चाहे घरमा काम गराउने कुरामा होस् छोरालाई चाहिँ काम गर्ने सन्दर्भमा पनि सहुलियत दिने छोरीलाई चाहिँ घरको काममा बढी संलग्न गराउने अवस्था यो भनेको हाम्रो सामाजिक विकृति विसङ्गति हो। अब यी कुराहरू हुँदा हुँदै पनि के कानुनले यस्ता कुराहरू गरेको छ त? यो गर्न मिल्छ त? मिल्दैन। हाम्रो संविधानले बाल अधिकारको सुनिश्चिततादेखि लिएर जुन हाम्रो बालबालिका सम्बन्धी ऐन होस् चाहे राष्ट्रिय अन्य कानुनहरू हुन् बालबालिकाको शिक्षा स्वास्थ्य पोषण लगायतका अधिकारहरू सुनिश्चितता हुने गरी कानुनी व्यवस्था गरेको छ। तर त्यसलाई हामीले कार्यान्वयन गर्न सकेका छैनौँ। यो कार्यान्वयन तबसम्म गर्न सक्दैनौँ जबसम्म हामीले समाजमा समुदायको व्यवहार परिवर्तन गर्न सक्दैनौँ। त्यसको लागि सबैभन्दा जरुरी र आवश्यकता भनेको यो बालबालिकाहरूलाई राखेर मात्र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने होइन। यी बालबालिकाहरूमाथि विभेद गर्ने अभिभावक र त्यो समुदायका व्यक्तिहरूलाई समेत राखेर हामीले यो सचेतना त उहाँहरूको लागि पो गर्नुपर्नेछ त। अभिभावकहरूलाई तपाईँ हामीले बालबालिकाहरूलाई नजानिदो हिसाबले यसरी चाहिँ बालबालिकामाथि अन्याय गरिरहेका छौँ शोषण गरिरहेका छौँ उनीहरूको अधिकारबाट वञ्चित गरिरहेका छौँ र यो गर्नु भनेको गैर कानुनी काम हो। त्यो भएको हुनाले कानुन कार्यान्वयन गर्ने दायित्व भनेको समाजमा समुदायमा घर परिवार सबै सरकारवालाहरूको हो। त्यो भएको हुनाले अभिभावकहरूलाई पनि यस्ता किसिमका कार्यक्रमहरूमा राखेर हामीले बालबालिकाहरूलाई भन्दा पनि सचेतनाको र यो जागरणको आवश्यकता त अभिभावक र समुदायका मान्छेहरूलाई भएको हामीले देखेका छौँ। अब अहिले पनि बाल विवाहको कुरा गर्नुहुन्छ भने उमेर नपुगेर बिहे गरेको हुन्छ कानुनले 20 वर्ष नपुगेर विवाह गर्न पाइँदैन। अब उनीहरूको विवाह दर्ता हुँदैन। तर समाजमा अहिले पनि 20 वर्ष होइन 15-16 वर्षमा विवाह हुने बिहे गरेको 1-2 वर्षमा बच्चा जन्मिने अब फेरि बच्चा जन्मिसकेपछि उसको न जन्म दर्ता हुन्छ न कानुनी रूपले विवाह हुन्छ र त्यो मैले अघि पनि भने नि अभिभावकले गरेको गल्तीको सजाय जन्मिने अबजन्मिने बालबालिकाहरूले पनि भोगिरहेका छन्। अब यस्ता किसिमका समस्याहरू समाजमा अहिले देखिएका छन्। यो कानुन नभएर होइन कानुन छ तर कानुन कार्यान्वयन गर्ने निकायहरूले प्रभावकारी रूपले आफ्नो तर्फबाट सबैले प्रभावकारी रूपले भूमिका निर्वाह गऱ्यौँ भने पक्कै पनि बालबालिकाहरूले भोग्नु परेका समस्याहरू हामीले निराकरण गर्न सक्छौँ र यो समाजमा हामी चाहिँ समुन्नत समाजको समृद्ध समाजको जुन परिकल्पना गर्छौँ त्यसको परिकल्पना गर्नु भनेको बालबालिकाहरूले निर्बाध रूपले समान अवसर उनीहरूको शिक्षा स्वास्थ्य पोषण लगायतका जति पनि बालकले प्राप्त गर्नुपर्ने अधिकारको हामीले सुनिश्चित गर्न सक्छौँ तब मात्र समृद्धि र सुशासनका कुराहरू हुन्छन्। त्यो भएको हुनाले 3-4 वटा कुराहरू मैले गर्नुपर्ने देखेको छु। जस्तो अभिभावकहरूलाई राखेर हामीले सबैभन्दा पहिला त यो बालबालिकाको सन्दर्भमा बालबालिकाहरूमाथि हुने विभेद चाहे बाल अधिकारको हननका घटनाहरू हुने क्षेत्रको पहिचान गर्नु पर्यो। डोटी जिल्लाको 9 वटा स्थानीय तहहरू छन्। यहाँ 9 वटा स्थानीय तहहरूको 65 वटै वडाहरूको सबै समुदाय समान रूपले सजग पनि छैन सतर्क पनि छैन सचेत पनि छैन शिक्षा र गरिबको अवस्था पनि सबै ठाउँको एउटै किसिमको छैन। त्यो भएको हुनाले सबैभन्दा बढी प्रभावित क्षेत्र कता हो त हामी पहिचान गरौँ र समस्याहरू के हुन् त बालबालिकाहरूले भोग्नु परिरहेका समस्याहरू के छन्। समस्याहरू त तपाईँ हामी सबैले अहिले पनि देखिरहेका रहेछौँ समान किसिमका समस्याहरू छन्। समस्याहरूको पहिचान गर्ने क्षेत्र पहिचान गर्ने र त्यो क्षेत्र र समस्या पहिचान गरिसके पश्चात सरकारी गैर सरकारी सञ्चार क्षेत्र लगायत सम्पूर्ण सरकारवालाहरूले वार्षिक रूपले कार्यक्रम कार्ययोजना सहित लगेर हामीले स्थानीय स्तरसम्म समुदाय स्तरसम्म यस्ता किसिमका कार्यक्रमहरू लागू गर्नु जरुरी छ।
बाल कचहरी कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंह हुनुहुन्छ। उहाँसँग अहिले उठेका सवालहरूका विषयमा यहाँहरूको भनाइ के छ र यी समस्या समाधानका लागि यहाँको प्रतिबद्धता के रहन्छ, कृपया आफ्ना कुराहरू राखिदिनु हुनका लागि म समन्वय प्रमुखजीलाई हार्दिक अनुरोध गर्दछु। तर एउटा कुरा के हो भने यो दिपाली सिलगढी नगरपालिका पनि यो श्रमिक बाल श्रमिक नगरपालिका हिसाबले घोषणा गरिएको छ, जसलाई चाहिँ 506 नम्बर वडा सायद 2 नम्बर वडा पनि हो के भन्छ, यो चाहिँ 3टा वडा मात्र घोषणा भएको छ। र यता गर्दा यसरी हेर्ने हो भने स्थानीय सरकारको नजर बालबालिकाको भविष्यतिर जानुपर्ने चाहिँ मैले देखेको छु। किनभने जति बेला उनीहरूले योजना तर्जुमा गोष्ठीहरू गर्छन्, नीति योजनाहरू ल्याएर पालिकाको बजेटको विषयमा बोल्छन्, यहाँनिर बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न लागि वार्षिक कार्ययोजनामा उहाँहरूको किन कार्यक्रम चाहिँ तय गर्नु सकिँदैन भन्ने कुरामा चाहिँ एउटा ठुलो चुनौतीको विषय चाहिँ छ। हुन त धेरै ठाउँमा बाल अधिकार मञ्चहरू खोलेका छन्, उहाँहरू पनि उहाँसँग कन्सर्नमा हुनुहुन्छ हुँदैन, तैपनि त्यो पालिकाको सबैभन्दा अभिभावक चाहिँ त्यो पालिका मेयर र गाउँपालिका अध्यक्ष उपाध्यक्ष र उपमेयर भएको हुनाले उनीहरूले पनि अलिकति सोचका साथ प्रत्येक स्कुलमा गएर के विषयमा बालबालिकाहरूलाई प्रमोट गरेर भोलि उनीहरूको जीवनलाई एउटा सुनिश्चित गर्ने हिसाबमा स्थायी लाग्नुपर्छ भन्ने सोचका साथ चाहिँ अगाडि बढ्नु चाहिँ मैले देखेँ। आज ठुलो विकृतिको कुराहरू भएको छ। एउटा बच्चाको भविष्य स्कुलतिर हो या यसले खालि जङ्गलतिर घाँस काट्ने कुरा हो भन्ने कुरा धेरै कुराले चाहिँ यसले चाहिँ समेटेको छ। तर के हो भने पहिला र अहिलेमा धेरै कुराले चाहिँ परिवर्तन त भएको छ। बाल अधिकारको विषयमा बाल कक्षाहरू खोलिएका छन्, बाल मैत्री धाराहरू छन्, शौचालय छन्, बाल मैत्री भवनहरूको स्थापना भएको छ। सम्पूर्ण सेवा सुविधा हुँदाहुँदै पनि अझ त्यहाँसम्म पुग्ने जुन बाल बच्चाको मनसाय छ त्यो हिसाबले चाहिँ अगाडि बढेर त्यो ठाउँ पुगेको चाहिँ देखिएको छैन। यसमा के हो भने जति पनि समाजका अघि नै पूर्व हाम्रो शिरसाले भन्नुभयो, किनभने बाल अधिकारको लागि केही गर्नु छ भने बाल बच्चाका अभिभावक र त्यो समाजमा अलिकति विद्युत वर्गलाई समेटेर त्यो हिसाबले सचेतनामूलक कार्यक्रम गरेर अगाडि बढ्ने हो कि त स्थानीय सरकारका प्रमुखहरूले। र जसले गर्दा के हो भने एउटा गाउँमा कुनै एउटा बच्चा शिक्षाबाट वञ्चित छ भने त्यहाँ धेरैको ठुलो भूमिका हुन्छ। किनभने त्यो बच्चा स्कुल किन गएन र उसले स्कुल जाने इच्छा किन जाहेर गरेन, नजानका कारण के हो भन्ने विषयमा त्यो हिसाबले सोध्ने किसिमको एउटा किसिमको प्लेटफर्म चाहिँ हुनुपर्ने स्थानीय सरकारले चाहिँ त्यो हिसाबले अगाडि बढ्नुपर्छ मैले देखेँ। आज यो बाल क्लबहरू पनि गठन गरेर धेरै कुरामा परिवर्तन पनि भएको छ। बाल क्लबको पूर्व अध्यक्षले पनि भन्नुभयो हामीले बाल विवाह भएकालाई पनि यसरी कानुनी उपचार गरेर तिनीहरूलाई पनि दायरामा लिएर पनि बाल विवाह अलिकति मुक्त कमी भएको र यहाँसम्म हुँदाखेरि एउटा स्वेच्छा जो अन्डर के अरे 18 इयरभन्दा तलका बच्चाहरू छन् तिनले चाहिँ कमी भएको चाहिँ भएको छ। तर एउटा कुरा बिर्नाउने कुरा के हो भने आज धेरै कुराहरू छ, जस्तै यो महिनावारी हुनुभन्दा पहिला बिहा गरेको धर्मले गर्दा ठुलो एउटा धर्म पाइन्छ भन्ने एउटा किसिमको हाम्रो जो परम्परागत छ। र अर्को कुरा के हो भने छोरी मान्छेहरूले अघि बहिनीले राम्रो कुरा, छोरी मान्छेले धेरै टाढा स्कुलमा पढ्नु हुँदैन किनभने बाटो टाढा छ, बाटो अनेक किसिमको त्यहाँ विघ्न बाधाहरू हुन्छन्, यसले गर्दा नि छोरीहरूले धेरै स्कुल पढ्नु हुँदैन भन्ने जुन मनसायको साथ बसेर गाउँमा त्यस्तो किसिम मनसा पालेर बसेका हाम्रो अभिभावक हुन्छन्, उहाँसँग एउटा अन्तर्क्रिया हिसाबले अन्तर्क्रियाको कार्यक्रमको हिसाबले अगाडि बढ्ने हो कि धर्मगुरुको हिसाबले। धेरै के हो भने तपाईँको छोरीको विषयमा अलिक कुरा गर्ने भने धर्मगुरुको पनि ठुलो हात रहने देखेँ मैले समाजमा, किनभने उहाँलाई पनि त्यसैले सचेतना गराउने कुराहरूमा हामीले पनि लागि पर्नु पर्छ भन्ने मैले यहाँ कुरा राखेँ। हिजो अस्ति मात्रै हामी शिवाजी घोषणा पूर्वी गाउँले वार्ड नम्बर 1 मा गऱ्यौँ। त्यहाँ हुनुपर्ने जति चाहिँ अघि यो बाल क्लबको उपाध्यक्ष भाइले पनि भन्यो, जति हामीले अनुगमन गरे जुन हिसाबले बाल बालिकामा जुन स्वतःस्फूर्त हिसाबले त्यो हिसाबले अगाडि बढेर आउनु पर्थ्यो र समाजलाई परिवर्तन गर्ने उहाँको जुन भूमिका हुनु पर्थ्यो त्यो हिसाबले पनि अलिकति कमी भएको देखियो। पालिकाले पनि खालि घोषणा मात्र गरेर दिगो पनि दिने हो कि दिने होइन र उनलाई चाहेका आवश्यकताहरू बालबालिका के हुन् भन्ने विषयमा उसले बुझेर अगाडि बढ्ने कुरामा आफ्नो नीतिमा ल्याउने हो कि ल्याउने भन्ने चाहिँ एउटा शङ्काको विषय छ भन्ने कुरा उहाँले राख्नुभयो। तर के हो भने धेरै कुराहरूले चाहिँ परिवर्तन चाहिँ भएको छ, नभएको होइन। तर के हो भने योभन्दा पनि अब स्कुलमा नै यो विषयमा अलिक बढी फोकस गरेर अगाडि बढ्ने हो कि त। मेरो त भनाइ के हो भने अब यो बालबालिका अधिकार मात्र नै सबै कुरा लैङ्गिकसँग जड्ने जति पनि हिंसाका कुराहरू छन् यो प्रत्यक्ष रूपमा असर पर्ने बालबच्चालाई भएको हुनाले उहाँहरूलाई पनि कसरी जोडेर यो अगाडि उनी सचेतनामूलक कार्यक्रममा जोडेर उनलाई कसरी त्यो उहाँको मनोबललाई बढाउने भन्ने विषयमा अगाडि बढ्नुपर्छ मैले देखेँ। अब हामी कार्यक्रमको अन्तमा आएका छौँ। यस कार्यक्रममा
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहज्यू, त्यसै गरेर प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीज्यू, जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भीमलाल भट्टराईज्यू, त्यसै गरी पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमज्यू, त्यसै गरी सुरक्षित अल्पकालीन सेवा केन्द्र डोटीका प्रमुख वन्दना बमज्यू, जिल्ला बाल क्लब समितिका पूर्व अध्यक्ष निशा मलासीज्यू, त्यसै गरेर जिल्ला बाल क्लब समितिका अहिलेका उपाध्यक्ष अर्जुन साउज्यू लगायत यो कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु। बाल विकास समृद्धि र संरक्षणका क्षेत्रमा देखिएका समस्या चुनौती र सम्भावनाहरूलाई उजागर गर्ने उद्देश्यले सामुदायिक रेडियो त्रिवेणी एफएमले यो कार्यक्रम उत्पादन गरेको हो। बाल कचहरी रेडियो कार्यक्रम टिपालसिलगढी नगरपालिका, आदर्श गाउँपालिका, सायल गाउँपालिका र पूर्वी चौकी गाउँपालिकामा लागू छ। बाल कचहरी रेडियो कार्यक्रम हरेक मङ्गलबार र शुक्रबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म, बेलुकै 5:30 देखि 6 बजेसम्म प्रसारण एकसाथ रेडियो सुदूर आवाज र त्रिवेणी एफएममा हुने गर्दछ। वर्ल्ड भिजन र सिड नेपालको सहयोगमा दिपालसिलगढी नगरपालिकाका वडा नम्बर 2 र 9 मा, आदर्श गाउँपालिकाको वडा नम्बर 6 बाहेकका सबै वडाहरूमा, त्यसै गरेर पूर्वी चौकी गाउँपालिका र सायल गाउँपालिकाका 3 वडामा यो कार्यक्रम लागू छ। डोटीमा लागू भएको बाल संरक्षण र स्पोन्सरसिप कार्यक्रम अन्तर्गत यो कार्यक्रम हामीले तयार पारिरहेका छौँ। आजलाई यो कार्यक्रम यति नै। अर्को श्रृङ्खलामा पुनः भेट हुने नै छ। नमस्ते।